कसो बाटो भुलेर म फेरि यहाँ भट्टी छेउ आइपुगे। अब सिधा वा बङ्गो गरी जसो जस्तो गरी भएर यहाँ आइपुगेपछि नआउनु थियो आइसकेर भित्र आइसकेपछि शान्तिज्यू एकपल्ट चढाउ कि। अस्ति पोरैदेखि छोडौँ त भनेको खोइ करार पनि त्यसै भनियो र रक्सीको बदनाम मात्रै गरियो। यो साल त मलाई पनि खुबै लाज भात्यो र त आजकल शर्माउँदै पिउँछु, लक्की छिप्पी पिउँछु, तर पनि कहिलेकाहीँ त नपिउँ भन्छु। साथीभाइ तर्सिँदै रिसाउँछन् र छेउमा पिन मात्र यसो फर्काएर अब यो त बिग्रियो पो भन्छन्। यो महान यात्रा कहिले कहाँबाट सुरु भयो एकिन साल सम्बत थाहा नभए पनि पर सम्झी ल्याउँदा चोथ्रो गाडी हुँदै सिरुबारीसम्म ढुलमुल ढुलमुल धमिलो सम्झना आउँछ। बेसरी मुटु दुखेको नेहु अमिलो सम्झना आउँछ। यति मात्र सम्झना छ, हेर्दा हेर्दै झ्याप्प घाम निभेको हो। म घाम पर्खेर वर्षौं सुतिरहे। अचेत अवस्थामा मेरो आमाले बुढा सुब्बालाई एक बोतल रक्सी चढाउनु भएछ र पो म बिम्जे। म बिम्जिँदा घाम फेरि अस्ताउन लागेको थियो। छोड्देऊ यस्ता झ्याउ कुरा सालदिज्यू, अर्को एक पाक थपौँ कि। खाउँ भन्छन् कोही आफन्त खानै पर्यो, नखाऊ है भन्छन् आफ्ना मान्छे, बोलदेखि खान्न भन्नै पर्यो। यसरी दोहोरो बाँच्दा दुवै थरी आफन्तका मन राखिदेऊ भन्दा आफ्नै मन पो ढाँटिँदो रहेछ, आफ्नै मन पो छलिँदो रहेछ। तर यो नाथे मनलाई के छ र, कुनै रुखको ठुटामा थपक्क राखिने भो, चकमक झुल्लासँगै बट्टामा कचक कुचक पारिने भो। यो मन पनि मनै जस्तो आजित भाछ, जित्ने उत्साह हराएपछि हार्न त झनै सजिलो पो रहेछ।